हेलो साथीहरू, नमस्ते, प्रणाम, वालेकुम सलाम, जय रामजी। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। आउनुहोस् है, हेर्नुहोस्, चारैतिर हरियाली हरियाली छाएको हाम्रो यो सुन्दर नगरी हिरोदमा विकस गरेको छ साथीहरू। आज हामी यहाँ काम गर्नको लागि आएका छौँ है। हामी तिनजना साथीहरू यहाँ एउटा 6 कोठा बराबरको घरमा वेयरिङ र प्लम्बर गर्न आएका छौँ। यहाँ तपाईहरू हेर्न सक्नुहुन्छ, यहाँको दृश्य कति नै राम्रो, आकर्षक र उत्कृष्ट रहेको छ साथीहरू है। यो हेर्नुहोस्, यस्तो इलेक्ट्रिक र प्लम्बरको काम गर्न पर्यो भने हामीलाई अवश्य सम्झनुहोला। उहाँ चाहिँ बस्नुभएको छ, यो घरको मेन साउनी हुनुहुन्छ है। हेर्नुहोस्, यहाँ म जाँदैछु त्यहाँभित्र, हेर्नुहोस् लोकेसन। अनि यो चाहिँ हल कोठा रहेछ साथीहरू, हेर्नुहोस् यहाँ बिचमा बलिरहेको छ, यो चाहिँ किचन हो है। हेर्नुहोस्, यो किचन कोठा हो साथीहरू। यसमा हामी सिङ्कहरू राख्छौँ, बत्तीहरू राख्छौँ। यहाँ कटिङ भइराखेको छ साथी, हेर्नुहोस्, यहाँ साथीहरूले यहाँ कटिङ गरिराखेको छ। यो बाथरुम हो साथीहरू, हेर्नुहोस् है। यहाँ कम्पोस्ट सिस्टम हुन्छ। अनि यो चाहिँ कोठा हो, यहाँ सुत्ने रुम हो यो साथीहरू। यो कटिङ गरेर हामीले यहाँ राम्रो तरिकाले वेयरिङ गरिराखेका छौँ, ताकि पछि आइटिङ गर्न पनि साह्रो नपरोस्। यहाँ हेर्नुहोस्, यो टिभी एलसिडी बस्ने ठाउँ हो, हेर्नुहोस् है। हेर्नुहोस्, त्यसरी हामीले इलेक्ट्रिक क्षेत्रको काम सम्पन्न गरिन्छ है साथीहरू। हेर्नुहोस्, हेर्नुहोस्। अरू अर्को पाइपिङ भएको भिडियो अर्को नेक्स्ट भिडियोमा पाउनुहुन्छ। पाइपिङ र फिनिसिङ अझै आउँछ साथीहरू। यस्तै हेर्दै गर्नुहोला, हाम्रो भिडियोलाई सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट र सेयर गर्दै गर्नुहोला है साथीहरू।